मम ड्याड अनि मेरो अधुरो कुराहरू। म चाहिँ एकदमै लेट म्यारेजको बच्चा थिएँ अनि म कहिलेकाहीँ सोध्छु के म अरू केही कुरा गर्न सक्छु त मेरो मम ड्याडको लागि। किनकि म जब कमाउन थालेको थिएँ, म जब मेहनत गर्दै थिएँ तब चाहिँ मेरो ड्याडी अलरेडी बुढा हुनु भइसकेको थियो अनि मलाई चाहिँ यही कुराले एकदमै धेरै हर्ट हुन्थ्यो कि म उहाँहरूलाई मैले गरेको सफलता देखाउन सक्छु त? के म उहाँहरूलाई देखाउन सक्छु त म ठिक छु भनेर? कि म उहाँहरूलाई देखाउन सक्छु त म ग्रो गर्दैछु भनेर? कि म उहाँहरूलाई देखाउन सक्छु त उहाँहरूको माया आशीर्वादले नै मेरो लाइफ चेन्ज भइरहेको छ भनेर? होइन अनि कहिलेकाहीँ चाहिँ म यो सोध्छु होइन, मम ड्याडको अगाडि सबै रिजल्ट देखाउनु ठुलो कुरा होइन। हामीले चाहिँ यही कुरा याद राख्नु इम्पोर्टेन्ट छ कि उहाँहरूले हाम्रो लागि गर्नुभएको प्रेमकै असर सधैँ हामीसँग रहिरहनेछ। म चाहिँ यस्तै नै सोच्छु।